अब कुरा गरौं भोट जति सबै सोहोरेर नम्बर 1 बनेको पार्टी रासोपा बारे। रासोपाले अब बढीमा 5 वर्ष सरकार चलाउन पाउने निश्चित छ। बालेन शाहकै नेतृत्वमा सरकार गठन हुन्छ। हिजोसम्म कांग्रेस एमाले माओवादीलाई सरापेर चलेका राजनीति अब त्यसरी चल्नेवाला छैनन्, किनभने अब सरकारमा गएपछि काम गर्नुपर्छ, जनताले खोजेको सुशासन दिनुपर्छ। रासोपाले आफ्नो घोषणा पत्रमा लेखेका एक कुरा जनताले हातमा बोकेर बस्छन्, काम गर्छन् गर्दैनन् त्यो नियाल्छन्। रासोपाको करार पत्रमा भएका काम नै पार नलाग्ने प्रकृतिका छन्। पारदर्शितामा रासोपा अहिले नै बदनाम भइसकेको छ। चुनाव नजित्दै कसैसँग नबोल्ने बालेन प्रधानमन्त्री भएपछि जवाबदेही हुन्छन् कि हुँदैनन् त्यो पनि हेर्नु छ। 5 वर्षमा नेपालको जीडीपी 100 अर्ब डलर, प्रति व्यक्ति आय 3000 डलर पुर्याउँछौ भनिएको छ। 46 साल यता सार्वजनिक पदमा बसेका सबैको सम्पत्ति छानबिन गर्ने भनिएको छ। 5 वर्षमा 15000 मेगावाट बिजुली, 30000 किलोमिटर राष्ट्रिय राजमार्ग निर्माणको करार पनि छ। लेखिदिनेले कसरी लेखे त्यो हामीलाई थाहा छैन, तर हाम्रो विश्लेषणले भन्छ यी कुनै पनि बाचा पूरा हुँदैनन्, हुन सक्ने अवस्था पनि छैन। यो जनता झुक्क्याउने नयाँ तरिका मात्रै हो। रासोपाले 30000 किलोमिटर राजमार्गको कुरा त लेख्यो, साँचो अर्थमा भन्ने हो भने यति राजमार्ग नेपालमा आवश्यक नै छैन। भएकैलाई स्तरोन्नति र केही नयाँ जोडजाड गर्ने हो भने अहिलेको आवश्यकता पूरा हुन्छ। जहाँ मान्छे नै छैनन्, बस मालवाहक साधन चल्दैनन् भने त्यहाँ नयाँ राजमार्ग किन बनाउनु? राष्ट्रियताको सवालमा रासोपामाथि धेरै शंका गरिन्छ। अरू विषयमा घाँटीका नसा फुलाएर कराउने रासोपाका नेताहरू जब राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, सीमा अतिक्रमणको कुरा आउँछ त्यसपछि यिनीहरू नुन खाएको कुखुरा जसरी झोक्राउन थाल्छन्। यो पार्टीमा सोडिम वाग्ले जस्ता नेता पनि छन् जसले सोझै भन्छन् कि हामीले भारतलाई साउथ एसियन डक्ट्रिन अर्थात् दक्षिण एसियाको मालिकको रूपमा स्वीकार गर्नुपर्छ। उनी एमसीसी पास गराउन लागि परेका मान्छे पनि हुन्। रासोपाका तत्कालीन महामन्त्रीको कुरा पत्याउने हो भने त यिनले नेपाललाई भुटान झै भारतको गुलाम राज्य बनाउनुपर्छ भनेका थिए। यसकारण रासोपा बारे सावधान रहनुपर्ने बाध्यता पनि छ। हिजोसम्म हामीले कांग्रेस एमाले माओवादीका अराजकताको विरोध गर्यौं, अब 3 दलको स्थान रासोपाले लिँदैछ। रासोपाको नेतृत्वमा गठन भएको सरकारले देश र जनताको हितमा काम गर्न थाल्यो भने हामी मुक्त कण्ठले प्रशंसा गरिहाल्छौं, तर शंकास्पद काम गर्ने मन्त्री प्रधानमन्त्रीमा आलो पालो मिलाएर सबैलाई पालो दिने खेल सुरु गर्यो भने निगरानी गर्नै पर्ने हुन्छ। बालेन शाह प्रधानमन्त्री बनेपछि गर्नेछन् यस्ता काम। बालेन शाह भन्नुहुन्छ, म नेपालको प्रधानमन्त्री भए भने सबैभन्दा पहिले राजनीतिलाई चियाको माध्यम बनाउनेछु। भ्रष्टाचारसँग कुनै सम्झौता गर्दिन। ठुला साना सबै भ्रष्टाचार सजिलो छैन, असम्भव पनि छैन। हामी यसलाई व्यवस्थित ढङ्गले सबैलाई यो कुनै आतंकित गर्ने हिसाबले होइन कि मातिएर होइन कि म तपाईँहरू मार्फत रासोपाका सम्पूर्ण अहिले विजय भइराख्नुभएका साथीहरूलाई र देशैभरि रासोपा समर्थकहरूलाई के भन्न चाहन्छु भने हामी संयमित हुनुपर्छ, हामी उत्तेजित हुनु भएन। अब हाम्रो अभिव्यक्तिहरू अझ बढी जिम्मेवार हुनुपर्छ। प्रतिपक्षीलाई होच्याउने, गालीगलोज गर्ने जस्ता क्रियाकलापहरू तत्काल बन्द हुनुपर्छ। सम्मान, लोकतन्त्र भनेको फरक मतको सम्मान हो, जनताले दिएको जिम्मेवारी हो। जनताले चाहे भने खोज्न सक्छन्, यसै गरी अझ योभन्दा पनि खराब तरिकाले खोज्न सक्छन्। त्यसकारणले कसैले पनि यसलाई चाहिँ उन्मादको विषय बनाउने, यसबाट चाहिँ अलि बढी हेप्ने, प्रतिपक्षलाई अथवा आफू अलि बढी मातिएको जस्तो गर्ने कसैले पनि गर्नु हुँदैन। हामी सम्पूर्ण निकायलाई म यहीँबाट के बताउन चाहन्छु भने सम्पूर्ण निकायहरू, राज्यका सम्पूर्ण तह र तबकाका विभिन्न निकायहरू, अन्तर्राष्ट्रिय समुदाय, म सबैलाई के आश्वस्त गराउन चाहन्छु भने रासोपा जिम्मेवार छ। विगतमा भएका कमी कमजोरीहरूलाई पनि त्यसलाई एउटा अध्ययनको विषय बनाएर अलिकति परिपक्व ढङ्गले मुलुकलाई अगाडि लिएर जान्छ। निर्धक्क हुनुहोला, मुलुक सुरक्षित हातमा छ भन्ने कुरा म विश्व समुदायलाई यहीँबाट आश्वस्त गराउन चाहन्छु। हामी कुनै पनि किसिमका आवेग उत्तेजनामा नभइकन अत्यन्त संयमित भएर ध्यानपूर्वक मुलुकका जिम्मेवारीहरूलाई सम्हाल्नको निमित्त पहिलेदेखि नै तत्पर र तयारै थियौँ। अब अझ बढी तयार हुन्छु। त्यसैले कसैलाई पनि म यहीँबाट अनुरोध गर्न चाहन्छु कि शान्त तरिकाले सही ढङ्गले यसलाई अगाडि हामी लिएर जान्छौँ। जिम्मेवारी, ठुलो जिम्मेवारी आएको छ। मेरो चाहना के छ भने समग्र करको बोझ चाहिँ स्वाट्ठै घटाउने, भीएटीदेखि, इन्कम ट्याक्सदेखि, कर्पोरेट ट्याक्सदेखि लिएर राजस्व चाहिँ त्यसपछि बढाउने, क्या रेटहरू घटाएर पनि राजस्व चाहिँ बढाउन सकिन्छ भन्ने एउटा चाहिँ हामीले प्रयोग गर्नै पर्छ। यो देशमा 7% को इकोनोमिक ग्रोथ करिब 10% निरन्तर गऱ्यौँ भने रियल इकोनोमी नै डबल हुन्छ हैन। प्रचलित मूल्यमा त अलि माथि नै जान्छ, तर रियल ग्रोथ नै पनि हामीले डबल गऱ्यौँ भने
अब देशले केही गर्न लाग्यो है भन्ने खालको सन्देश जान्छ। भावना देखेका छन् र विदेशीको पहिलो किस्तामा चाहिँ हाम्रै नेपाली मूलका विदेशमा बसेकाहरूलाई पनि, डायस्पोरालाई पनि, प्रवासी समुदायलाई पनि यहाँ लगानी गरौँ है। 5-6वटा सम्भावनाका क्षेत्रहरू छन्। पर्यटन, डिजिटलाइजेसन, उच्च मूल्यको कृषि, हरित औद्योगिकरण हैन र स्वच्छ ऊर्जा। यो 5वटा चाहिँ हामीले साँच्चीकै बत्तिएर अगाडि लान सक्छौँ। यसमा अहिले रहेका बाधक ऐनहरूलाई हामी हटाउँछौँ, प्रक्रियाहरूलाई। जस्तो हाइड्रोको यत्रो सम्भावना छ, 262बाट 4000 मेगावाट त आयौँ जडित क्षमता। तर आजका दिनमा पनि एउटा हाइड्रो अप्रुभ गर्नलाई 23वटा विभाग, 7वटा मन्त्रालय धाउनुपर्ने बाध्यता छ। त्यसलाई हामी जम्मै डिजिटलाइजेसन, काठमाडौँ महानगरपालिकाको पनि सुखद अनुभव छ, कसरी प्रक्रियाहरू सरलीकृत गर्ने, एउटा ब्युरोक्राटको अनुहारै देख्न नपर्ने खालको माहौलमा हामी जाउँ भन्ने छ हैन। सो यो धेरै सरकारी सेवाहरूको चुस्तता इत्यादिमा पनि हामी काम गर्छौँ र यो नैतिक बल हामीसँग छ क्या। नयाँ कुनै ब्यागेज छैन, कसैलाई रिजाउनु पर्ने छैन र जनम्यान्डेट भइदियो भने त्यो हामी गर्छौँ। सो लगानीको माहौल भएर त्यो पुँजी निर्माणको वातावरण भएपछि आर्थिक वृद्धिले त्यसपछि अलिकति गति लिन्छ। तर आर्थिक वृद्धि हुँदैमा अब हामीले ताकेका छौँ 7% जतिको एउटा रियल ग्रोथ, वास्तविक ग्रोथ स्थिर मूल्यमा नाप्दाखेरि चाहिँ 7% को इकोनोमिक ग्रोथ, करिब 10% निरन्तर गऱ्यौँ भने रियल इकोनोमी नै डबल हुन्छ हैन। प्रचलित मूल्यमा त अलि माथि नै जान्छ, तर रियल ग्रोथ नै पनि हामीले डबल गऱ्यौँ भने अब देशले केही गर्न लाग्यो है भन्ने खालको सन्देश जान्छ। र त्यसपछि चाहिँ ग्रोथको चरित्रमा पनि हामीले प्रोब गर्नुपर्छ। यो छ कि छैन, यो आर्थिक वृद्धिले वातावरण विनाश गरिरहेछ कि छैन हैन, यसले हाम्रो सांस्कृतिक कुराहरूलाई पनि अलिकति विनाश गरिरहेको छ कि छैन भन्ने कुराहरूको विश्लेषण गरेर र यो साँच्चीकै सुर्खेतमा, कर्णालीमा, यही तनहुका आज मैले भेटेर आएका आदरणीय असाध्यै गरिबी अवस्थामा यहाँ हुनुहुन्छ, उहाँहरूका पुग्या छ कि छैन, त्यसपछि यो सरकारी चुस्तता, यो अरू प्रणालीगत सुधारहरूमा पनि हामीले काम गर्नुपर्ने हुन्छ। तर सारमा चाहिँ ग्रोथ ल्याउनै पर्छ पुँजी निर्माण मार्फत। त्यसले रोजगारी, सम्मानित मर्यादित रोजगारी सिर्जना गर्नै पर्छ र त्यो रोजगारीबाट राष्ट्रिय ढुकुटीको आकार पनि बढ्दै जान्छ, ताकि राज्यले गर्नुपर्ने खर्चहरू चाहिँ उसले गर्न सकोस्। गुणस्तरीय शिक्षामा, स्वास्थ्य बिमाको यत्रो चाहिँ क्राइसिस छ, त्यसलाई सुधार्नु छ तुरुन्तै हैन। वित्तीय पहुँचहरू, अघि सहकारीको कुराहरू आयो, अब इन्डियामा गरेको छ नि ज्याम भने, हरेक व्यक्तिको युनिक आइडेन्टिटी आधारबाट, हरेकको बैंक अकाउन्ट, हरेकको मोबाइल, जनधन आधार मोबाइललाई लिङ्क गरेर जम्मै बिचौलियाहरूलाई चाहिँ सफाया नै गरेको छ। यो करको जुन दायरा छ नि हाम्रो, करको जुन त्यो सबै घट्छ, मैले लेखेको छु त्यो त आश्चर्यजनक होइन हाम्रो देशको। एकदमै 300% कर पनि कुनै वस्तुमा, यो कहाँबाट ल्याए ज्ञान? सो यो कहाँबाट आएको ज्ञान हो? किनकि अरू वैकल्पिक स्रोतहरू, रेभेन्यूका स्रोतहरूतिर जाँदै गएनन्, भन्सारबाटै उठाउने चाहिँ बढी सजिलो भयो नि त हैन। इन्फर्मल इकोनोमी ठुलो भएकोमा अब घर घरै गएर छेर्नको लागि त्यो राज्य संयन्त्रले पनि भ्याएन, नाका नाकाबाट राजस्व उठाउने परिपाटीमा हामी सजिलो उपायमा गयौँ र सबै त्यहाँ थोपरिएको छ। त्यसले चाहिँ के गर्यो भने वास्तवमा जति रेभेन्यू उठ्नुपर्ने हो जम्मै अब ओपन बोर्डर छ हैन, स्मग्लिङ हुन्छ। सो मेरो चाहना के छ भने समग्र करको बोझ चाहिँ स्वाट्ठै घटाउने, भीएटीदेखि, इन्कम ट्याक्सदेखि, कर्पोरेट ट्याक्सदेखि लिएर राजस्व चाहिँ त्यसपछि बढाउने क्या, रेटहरू घटाएर पनि राजस्व चाहिँ बढाउन सकिन्छ भन्ने एउटा चाहिँ हामीले प्रयोग गर्नै पर्छ यो देशमा। त्यसको लागि व्यापारिक समुदायको पनि कोअपरेसन चाहिँ चाहिन्छ। यो अन्तिम प्रश्न पनि हो मेरो, अब डाक्टर साहब पनि हतारै छ। अब यो सेवामूलक उत्पादन र आर्थिक गतिविधिमा मात्रै हामी केन्द्रित भए जस्तो, म लेमेन, म अर्थशास्त्रको विद्यार्थी पनि होइन, एउटा लेमेन, एउटा उपभोक्ताको हिसाबले सेवामूलक अर्थतन्त्रमा मात्रै हामीले जोड दिएको, उत्पादनमूलकमा पटक्कै लगानी नभएको र प्राथमिकता नभएको भन्ने एउटा लेमेन अन्डरस्ट्यान्डिङ मेरो छ। यसलाई कसरी हामीले यस्तो, हजुरको त्यो ठम्याइ सही हो। हामी उत्कर्षमा पुगेको जम्मा जिडिपीको आकारको अनुपातमा जम्मा 9-9.5% हो उत्पादनमूलक उद्योग, त्यो पनि गार्मेन्टका कारण हैन। 1995-96 सम्म चाहिँ हामी झन्डै 10% पुगेका थियौँ। यसरी बनेका मुलुकहरू चाहिँ करिब म्यानुफ्याक्चरिङको साइज 15% 20% सम्म पुर्याएर अनि डिइन्डस्ट्रियलाइज हुने हुन् क्या हैन। पिकमा पुग्छ अनि घट्छ नै, किनकि सेवाले खान्छ पछि चाहिँ हैन, आधुनिक अर्थतन्त्रको स्वरूप आधुनिक हुँदै गएपछि। तर हामी चाहिँ के भयो, 10%बाट स्वाट्ठै माओवादी कालमा, सशस्त्र द्वन्द्वको कालमा 5-5.5%मा गएर अड्कियौँ, त्यसपछि माथि जान सकेकै छैनौँ। हाम्रो चाहना के हो भने यो एउटा गरिब मुलुक क्याचअप गर्दै गर्दाखेरि उत्पादनमूलक उद्योगको हिस्सा कम्तीमा पनि 12-15% सम्म चाहिँ पुर्याउनुपर्छ। त्यसैले त्यसको आकार बढाउनको लागि हामी भूमिका खेल्छौँ। 5.5%लाई बिस्तारै बढाएर त्यही पहिलेको उत्कर्ष 9% सम्म पुर्याउँ, 10 नगाउँ। तर यसो भन्दै गर्दा म्यानुफ्याक्चरिङको जुन भूमिका थियो नि 20औं शताब्दीमा,
त्यो चाहिँ 21औं शताब्दीमा फरक छ। म्यानुफ्याक्चरिङले ठुलो जबहरू क्रिएट गर्थ्यो पहिला, अहिले त्यस्तो छैन। अहिले सेवा क्षेत्रबाटै जबहरू आइराखेको छ होइन। यो वालमार्ट टाइपका, अब हाम्रै चाहिँ बिग मार्ट टाइपका, पाटबटेनी टाइपले पनि जब क्रिएट गरिराखेका छन् नि। सेवा क्षेत्र हो तर जब क्रिएसन त्यहाँ भइरहेको छ। यद्यपि म्यानुफ्याक्चरिङमा चाहिँ रोबोटिक्स आउन थाल्यो, अटोमेसन हुन थाल्यो, धेरै मजदुर नराखेर पनि उत्पादन उत्तिकै हुन थालेको छ। त्यसैले यो चाहिँ हाम्रो परम्परागत बुझाइ, उद्योगको बुझाइ, सेवा क्षेत्रको बुझाइ पनि त्यो अलिकति चेन्ज चाहिँ भइराखेको छ होइन। त्यसैले सेवाबाट मात्रै रोजगारी सिर्जना गर्ने भन्ने रणनीति पनि दिगो होइन। तर उद्योगले त्यत्रो 10औं लाख चाहिँ रोजगारी सिर्जना गर्थ्यो, अहिले त नहुने भयो भन्ने कुरा पनि यो एउटा सन्तुलनबाटै अगाडि लानुपर्छ। 21औं शताब्दीको यो विश्व अर्थतन्त्रकै स्वरूप पनि फास्ट चेन्जिङ छ। अब डिजिटलाइजेसन 5 वर्ष अगाडि हामीले यति धेरै 6-8 लाखकै सङ्ख्यामा नेपालीहरूलाई, युवाहरूलाई देशमै राखी सम्मानजनक आम्दानी सहित इम्प्लोइमेन्ट देलान् भन्ने कल्पना गरिएको थियो। तर आज ढङ्ग मिलाउने हो भने त्यो गर्न सकिन्छ। यो मेरो अन्तिम प्रश्न हो डाक्टर साहबलाई। अब रेमिटान्स इकोनोमीबाट संसारको कुनै पनि देश बन्दैन, यहाँ त्यो कुरामा जोड दिइन्छ भन्ने कुरा अक्सर सुनिन्छ, के वास्तवमा यो सत्य हो? त्यो त बाध्यात्मक हो हैन, बाध्यात्मक हो। अब यस्तो छ, मलाई के लाग्छ भने हजुरले अगेन अर्थतन्त्रको